हेलो गाइस, वेलकम टु आवर च्यानल। सबैजनालाई वेलकम छ हाम्रो च्यानलमा। अब आज चाहिँ हामी हन्टिङ जान लाग्छौँ। तपाईँलाई भन्छु हामीले हन्टिङ जान्छ हन्टिङ जान लागेको छौँ। अब हन्टिङ चाहिँ के हुन्छ थाहा छैन, हन्टिङ चाहिँ हामी भनिदिनु छ। अब पाएँ अब तपाईँले हालिदिन्छ झट्टै। ल गाइस, अहिले चाहिँ हाम्रो चाहिँ यो डिजिटल पुल एकदम बवाल छ। पुल चाहिँ 4-5 जना पनि भएको छ लाग्छ पुल चाहिँ है। पहिला चाहिँ उहाँ थियो पुल, तर त्यो पुल चाहिँ बाढी आउँदाखेरि यत्रो ठुलो बाढी आएको थियो कि एकताका असरको ताका होइन त्यो नक्ली साल है, अघिल्लो 2 वर्ष अगाडिको हो। त्यहाँदेखि पुलै बनाएको थिएन गाइस, त्यो चाहिँ बल्ल बना हो। त्यो बाटो अस्ति छ गाइस। अनि हामी चाहिँ हन्डी गानाको मैले चलाकाबाट सुनिसकेँ कटु झारी भनेको केटाहरूले फेरि चरा पनि कतै थाहा त्यति त है। हामी चाहिँ त्यही रहेछ 2-3 जना। अस्तिको हिजो हालेको भ्लग पनि देख्नुभयो होला। चराको आवाज पनि सुनिसकेँ गाइस मैले। यहाँ चिची चुचु गरिसक्यो हेर्नु। मैले हान्नै पर्ने त खस्यो भन्ने कुरा हो। कटुस नि छ भन्छ, उयो चाहिँ कटुसको बोट हो गाइस। मैले देखेँ नि त्यसलाई कटुस चाहिँ फेरि केटाले मैले चाहिँ चरा देखेँ भन्छ है। ल गाइस, फर्स्ट हानेको अहिले हानेर मैले मिस भयो। फर्स्टमा देखाउँछ नि कि हिजो के क्यामेराम्यानले दिएको भिडियो गर्दैन रहेछ कि साइडको हान्दैन के भनेको ऊ होइन यो मास गाइस। मास छ यता है। भव्य खाने हुँदा हिजोले हाथी मास तपाईँले हेर्नुभयो होला भ्लगमा। अनि हामी चाहिँ हाम्रो धान काट्नु आज हामी यसो त्यता हन्टी खानु जाऊँ भने जान्ला हो। अब यो आन्टी हाम्रो फेभरेट आन्टी है। हाम्रो फेभरेट आन्टी काम गर्दै हुनुहुँदो रहेछ। ल अब चाहिँ हामी हाम्रो धान काटेर आज दिदी जान लाग्यो। चरा पनि पाउँछ अरे मैले थाहा पाइसकेँ। उनीहरू चरा देखेको मैले देख्नु त ला तर्ठाएर क्यामेराम्यान चरा देखेको अब फ्री फायर गन बोकेर हिँडेर हिँड गरेर नाम तेरै जाने खस उही ला यार टक्कै ला दौडी यार ला उही लाथेर तिमीले यार अलि सर्ट हाने छिरोमा छिरो मेरो खोला कि त्यसले घाइते भएको थियो अलिकति भयो नि। यस्तै चल्दै गयो भने तिमीले सर्ट हाने भने त झर्छ यार एउटा त मिस भयो लाएमा त यार कुन दिइसक्यो डेभिड यार तिमीले बेसरी हान न। अलि मस्त तनाउ न एम गाहा तर के सर्टै गाएन के तेराइसकेछ 2 सर्ट बवाल लाग्यो यार तर एउटा मर्दिन ढुङ्गा खोज्दै हिँड्नुपर्छ यार। केराको बोट रहेछ त भाइ केराका पाकेको रहेछ त खाइदिउँ न पछाडि छ कि पयालो गोब्रा हेर कता मलाई तोड्दैन हान्नु त रे माथि हो त्यहाँदेखि डर होला यहाँ फेरि
बिगटे खान्दियो अनि माथि चराउनु सक्ने धेरै यहाँ धेरै सामान चराउने गाइस त्यहाँ माथि त रोड बनाइनलाई के बनाएको थियो टावर ए ला खस्यो खस्यो खै उठ्यो खस्यो मा भित्र हेर भित्र हेर यताभित्र छिर्न यार यस्तो चान्छ न्याडी नालीबाट छिरा सर्व बनाइर ओ छिरा न यार त्यही तल खस्या के न्याडी हामफुल ल्याउ न डेभिड यार खै छोड त कहाँ खस्यो त नि यता भित्र कसम खसेको देखायो कि खस्या त नि जाम त भित्र उताडी हेरौँ न उताडी ट्राई गरौँ त भित्र छिरौँ न यताडी भिडियोमा चाहिँ देखेँ कि देखेन एकपल्ट यहाँ छिर्ने ठाउँ खोज्न पापा हुन्थ्यो कि है भित्रतिर हेर त मुनि झरेको जस्तो देखेँ होइन यता आउने यता उयो यता आने यता यहीँबाट भित्र छिरौँ त हो भागेको हानी अलिक टाढा छ आउन आउँदै यहीँभित्र यहाँ अलिक झ्याङै छ कुन तरह दे ढुकुर हो क्या मुझे खस्यो नि कोही मान्न कता आयो सानो छ यत्रो खके त यतै छ यस्तै बासा झ्याङ्गा खसेपछि के कामै छैन कि खोज्न एकछिनमा होइन कि मिहिनेत गरेर केही नहुनु भन्दा नि होइन यहाँ तल जान भएन कि कहाँ त बाहिर निक्ल्यो यहाँ अलिक झ्याङै झ्याङ भयो कि फाडौँ त यो झ्याङलाई ट्याडी छिन्डाइरहेको छ रोको मानिस पनि आउँछ आउँदै सँगै जाने गएपछि 6 वटा आँखाले कस्तो नदेख्ला र कस्तो भने बाटो पनि खसेको यही हो कि छन् त आउँथे र यार भागेको जस्तो हो लाम भाग्ने कहाँ पुग्यो भने सबैले झगिरहेको अब त के हो बाँसको झुसै झुस बिचमा आएको त अनि घाँटीतिर यार
के काम छ नि जति हाल्ने त्यति भाग्ने भाग छैन कि खसेन कि सबैले खसिरहेको छ कसले त खसेको छ नि अब कहाँ पुगेर नि खसेको सिधै खस्या भन्यो पुरै छिर्या आमा काडा रहेछ फुल्न पर्ने हुनेछ अब कहाँ गर्दा नि त्यो मुख हेक्क खस्यो अनि अनि त्यो किन नदेखेपछि के अन्त नि बाँझमा बाँझी किन छ नि त्यो बासा झ्याङ्ने आयो बासा झ्याङ्ने हान्यो बासा झ्याङ्ने सक्यो लामो चाहिँ हत लाग्थ्यो कि त्यो यसो यता त झरेको त देखेकै हो कि होइन त अन्तिर माथि न फेरि गाइज हामीले धेरै खोज्यौँ तर हामीले पाएनौँ मैले हालेँ गाई मैले खसाले पनि हो कि मैले हाने हो कि भन त। त्यहाँदेखि बिच्क्यो यहाँ नि हानेको यहाँ नि बिच्क्यो यहाँ खसेको चाहिँ गाई भयो त्यहाँ किन्ने ठाउँको हामी धेरै बेर खोज्यौँ है बुढीवालाको भुल लाग्छ गर्ने के यस्तो गाई झन्डिङ हानेर आयो यता फर्किएन हानेर हानियो नहाने पनि होइन मैले हाने तिनवटा लागे पनि हो फसक यहाँ हानेको यहाँ नि लाग्यो जस्तो मरेन मैले बिस्तारै हानेको अन्त यहाँ हानेको त्यसलाई बिस्तारै लाग्यो मरेन बाँस झ्याङ देखायो त्यो बाँस झ्याङ हानेको त्यो बाँस झ्याङको गाई भोगाएर हाल्छ है म केही भन्न सक्दिनँ यसमा अब सबैले हाने हो फेरि हान्छु म प्रायः भने देखाउँला शब्द फेरि देखाउँला अब सबै भन्दा नि अब माफ पाऊँ तपाईँहरू थाप्नुमा हान्छु भन्नु हजुर सपोर्ट चाहियो अरू सपोर्ट देखाइदिनु होला बिस्तारै मागौँ न हामी पनि हन्टरै होइन फेरि एउटा चरा देखिसक्यो अरे ऊ त्यहाँ माथिनिर त्यहाँ चरा ऊ त्यहाँ माथिनिर कतापट्टि हो त्योभन्दा अलिकति माथि चरा त देखिसकेँ तर भाग्यो मिस भयो ए उता चरा उतै नजिकै यहाँ फेरि चरा देखिने अवस्था ओ हेर्न त्यो चरा हेर्न त्यही पुग्दिरा अत नि केही चिबल आउँछ सक्दैन एकदम बाबु अब हामी एकछिन बस्ने विचार लगाइ हामी सकेमा फेरि हाम्रो बिन्दुतिर हिँड्ने बिन्दुहरू बुझ्नु यो भने हाम्रो शुद्ध नेपाली भाषा के हाम्रो थाहा भएन हामीले हिँड्ने हो अब एउटा सबै निसान्ने गाई सकेसम्म चला भेट्छ सबैले देखाउँछ त्यसमा म त छैन नि खसेर नखसेर भन्न मिल्दैन म सक्ने गाई जब हँसाउनु सक्दैन हामीले जय
गाई जब चाहिँ अघि ठाउँमा आइयो चरा हान्नेको खसेन अघि ठाउँतिर आएको हेर्नु अहिले अब हान्न सक्दिनँ के गर्नु त्यो गाह्रो छ मलाई अब खानु नै खस्यो अब गायब भयो हेर्नु म केही भन्न सक्दिनँ यसमा मैले फेरि देखेँ जस्तो लाग्यो सङ्केत धेरै मैले सङ्केत देखेँ जस्तो लाग्यो गाई चलाएको फेरि यहाँ एउटा ओइ कत्रोवटा चराले दुःख लाग्यो हेर न बसिजाइ लागेको थियो त्यही गएको थियो यत्रो जम्मा चरा नि एकैजना गायब लाग्छ दाँतै अड्किन्छ होइन के अहिले खाममा आइसक्यौँ फेरि गाई चाहिँ हामी अब चाहिँ चरा माऱ्यो भने देखाउँछु मारेन भने चाहिँ मैले देखाउनु सक्दिनँ गाई माफ चाहन्छु हजुरहरूलाई देखाउनु सकियो भने चाहिँ माफ पाऊँ होला हजुरलाई भन्न चाहन्छु म प्लिज चरा नमरे सपोज चाहिँ देखाइदिनु होला हामीलाई है त होइन त सपोज चाहिँ हानिदिनु पऱ्यो गाई हामी चरा नखस्यो हामी बिस्तारै ट्राई गरिदेखाऊँ ल गाइस माछा मारिरहेको त्यहाँ चाहिँ है माछा हानिरहेको त्यहाँ अनि अब हाम्रो पनि चाँडै आउँछ यस्तै माछा मारेको देख्नुहोस् पर्खि बस्नुहोस् भ्लग चाहिँ हाम्रो पनि देखेर माछा मारेको आउँछ बल्छी हानिरहेको त्यहाँ बल्छी हामी आउँछ ढुक्क बस्नु हामीले आउँछ तपाईँले हेर्नु पाउनुहुन्छ यसरी नै हामीले माछा मारेको आउँछ हामी अस्ति मारिदियो माछा त है त्यही पनि तपाईँहरूलाई अब त्यही हामी भ्लगको प्लानिङ आएको थिएन त्यही भएर हामी देखाउनु पाएनौँ के हामी बल्छी हान्ने मान्छे हामी के खोला सोध्ने ल गाई खोला सोधेर आउँछ हाम्रो चाहिँ आजको भ्लग चाहिँ ल कहिले हामी भुल्छ नि बल्छी त खै भुल्छौँ न त त्यही 10 बजे गर्नु भने आएको त मलाई पनि टेन्सन भइरहेको ए भुल्छ नि यो हामी आउँछ ल चरामारी गरी उसको माछाको भ्लगै चाहिँ गाई सपोर्ट देखाइदिनु होला भन्न चाहन्छु म अब चाहिँ गाई चाहिँ आजको भ्लग चाहिँ यहीँसम्म थियो म हजुरलाई केही भन्न सक्दिनँ म चरा मार्न सकिनँ मैले माफ चाहन्छु म हजुरसँग यति चाहिँ भनिदिन्छु म नमारे भन्न मिल्दैन है माले के हो खस्यो अब कहाँ बिल्यो थाहा भएन एउटा फर्स्टचोटि त्यहीँ लागेको 10 केटी पहिला सुरुमा त्यो भाग्यो उयो अनि मैले पाउँछ भाग्यो उयो अनि मैले पाउँछ हानेको ठिक्क हान्थेँ अनि सेकेन्ड सर्ट हानेको त्यहाँदेखि ठिक्क हानेको त्यहाँदेखि खसेर लाग्यो आएको सर्ट खसेर लाग्यो लास्ट सर्ट चाहिँ लाग्यो होला नि चाहिँ तर त्यो चाहिँ खसेन लास्ट सर्ट चाहिँ खस्नु सफल भएन लास्ट त खस्यो कि है खस्यो बस हेर्न गायब भयो त्यो म केही भन्न सक्दिनँ लास्टै भनौँ न लास्ट सर्टहरू पनि ल आजको भ्लग चाहिँ म यहीँ जान चाहन्छु हजुरलाई प्लिज लाइक सेयर सब्सक्राइब सपोर्ट हानिदिनु होला होइन त लाइक सेयर सब्सक्राइब होइन ल भाइलाई भनिसक्यो लाइक सेयर सब्सक्राइब हानिदिनु होला गाइज तपाईँलाई आजको लागि यति नै ल बाई बाई अब नेक्स्ट भ्लगमा भेटौँ ल